Alright guys, welcome back to our video. आज चाहिँ हामीसँग के छ फर्स्टमा हाम्रो एक्सन 6 छ हातमा एक्सन 6 छ एक्सन 6 भएपछि हामीसँग एक्सन 6 को एक्सेसरिजहरु डेफिनेटली अवेलेबल भइहाल्छ यो चाहिँ तपाईको रहेको छ एक्सन 6 मा युज हुने स्ट्रीट फोटोग्राफी किट यो चाहिँ तपाईको टेलिसिमको नर्मलको रहेको छ भने यो चाहिँ तपाईको गोल्ड एडिसन रहेको छ एकदम लिमिटेड स्टकमा म्यानुफ्याक्चर एकदम लिमिटेड पिसेसहरुमा म्यानुफ्याक्चर भएको टेलिसिनबाट तपाईहरुलाई खोलेर यसमा राखेर देखाउँछौं है त गाइस पहिला च्याको खोल्दौं फर्स्टमा प्लास्टिक खोल्यौं लुक एट दिस कति बवाल देखिरहेछ बक्स यसको ओपनिङ चाहिँ तपाईहरुको यस्तो छ के गाइस मज्जाको टक्क खोलौं लुक एट दिस गोल्ड पर्पल गोल्ड एडिसन कति बवाल देखिरहेछ नि गाइस अब सट्टलार खोलौं खोलेपछि तपाईहरुले फर्स्टमा पाउने यो कार्ड गोल्ड एडिसनको अनि त्यसमा लुक एट दिस कति बवाल देखिरहेछ नि देखिराख्नु भएको छ नि तपाईले अब तपाईको रह्यो यो मेटल केज पनि पुरै पर्पल कलरमा है पर्पल टक्क बवाल बवाल है त्यसपछि रहेको छ ह्यान्डल ब्रेक यो पनि बवाल क्वालिटीमा है त्यसपछि रहेको छ माथिको टक्क सटरवाला बटन यो पनि बवाल अब यो पर्पल गोल्ड एडिसन भनेर चाहिँ बाँकी पर्पल भयो यो चाहिँ गोल्ड कलरको भयो अनि यो एउटा रहेको छ ल्यान्डयार्ड अब यसलाई फिट गर्न एकदम सजिलो छ है तपाईहरुको ट्याक्कै यसलाई प्रेस गर्यो यो खोल्यो प्रेस गर्न बित्तिकै यो खोलिहाल्यो खोल्न बित्तिकै तपाईहरुले के गर्नु पर्यो सट्ट लाएर यसमा छिराइदिनु पर्यो हैन मेटल केज लाग्यो बवाल क्वालिटीको त्यसपछि हामीले अब यसमा यहाँनिर सेट गर्नुपर्ने हुन्छ यसमा यहाँ सेट गर्नलाई चाहिँ यहाँ पोल छ यहाँ छ अनि अर्को चाहिँ तपाईहरुको यहाँ स्क्रु पनि आएको हुन्छ यसले माथिबाट यताबाट टाइट गर्दियौं मज्जाले टाइट गर्दियौं टाइट गरेपछि आफ्टर टाइट भइसकेको छ हैन अब देख्नुहुन्छ अब त्यहाँबाट यो की राख्ने चाहिँ यहाँ छ की राख्नलाई यही पाउँछ तपाईहरुले यो इजी एकदम क्विक हट्छु मनमा स्वाट छिराए तपाईहरुको भइहाल्यो वी आर रेडी टु गो अब यहाँबाट वी आर रेडी टु गो अब यस्तोमा देख्नुहुन्छ तपाईहरुले अब यो ल्यानालाई यहाँबाट यहाँ झुनाइदिँदा नि भयो तपाईहरुको Look at this. All देखिरहनु भएको छ नि अब यहाँ क्लिक गरौँ We are ready to go guys. ठ्याक्क थिच्यो We ready, we are recording, already recording हैन त्यसपछि तपाईको यहाँबाट फेरि थिच्यो ट्याक्क पज भइहाल्यो तपाईहरुको अब के गर्नलाई यो चाहिँ स्पेशली के गर्नलाई बवाल हुन्छ भन्दाखेरि तपाईको जस्तै स्ट्रीट फोटोग्राफीको लागि भयो हैन टक्क ह्यान्डल भयो ट्याक 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 खिच्यो अर्को भनेको तपाईको के गर्नलाई काम लाग्यो गाइस स्टेबल भिडियोको लागि है अब यो एकदम लिमिटेड स्टकमा छ हामीसँग लिमिटेड स्टक भन्दा नि लिमिटेड पिसेस इन केस तपाईहरुलाई चाहियो कि अब तपाईहरु कहाँ आउनु पर्यो यस्तो बवाल अर्को कसैले ल्याउँदैन आउने भनेको कहाँ हो @gizmo Nepal है त गाइस थ्यांक्स गाइस फर वाचिङ यस्तै बवाल सामानहरु चाहिएमा तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गरिराख्नु पर्यो हामी त्यसैमा बिस्तारै अपडेट दिँदै जाँदै छौं दिन्छौं थ्यांक्स गाइस फर वाचिङ थ्यांक यू